मेरो एमसीसी को त तपाईँ पक्षधर हो। एमसीसी पास गरे कसले? कांग्रेस र एमाले माओवादीले होइन। माओवादी त बाहिर नारा लाउँदै भित्र भोट हाल्दै। म संसदमा थिएँ त्यति बेला। एमसीसी पास गर्ने कांग्रेस एमाले माओवादी थप्पडी बजाएर टेबल ठोकेर यो मन नपराउनेलाई थानकोट कटाइदिन्छु भनेर होइन चाहिँ पास गर्ने उहाँहरू। अनि त्यो सबै भारी म सोडे मुवागले एउटा चाहिँ नागरिकले बोक्दिनु पर्ने। तपाईँ एजेन्ट हो रे नि त। त्यो वायात कुरा हो, त्यो वायात कुरा हो। म च्यालेन्ज गर्छु अबदेखि यो मुख बन्द होस् सिनियरको होइन। लोकतन्त्र होइन। डाक्टर स्वर्णिम वाग्लेलाई एमसीसी प्रति यति मोह चाहिँ किन? किनभने मैले बुझेको छु यो होइन 2001 देखिको श्रृङ्खला चाहिँ मैले यो गरेको छु र जुन खालका आरोपहरू लगाएका छन्, यहाँ सेना आउँछ, यहाँ चाहिँ अब यो के अरे यो संविधानभन्दा माथि इत्यादि कुराहरू जुन रहेछ सबै गलत हुन् क्या। हाम्रो ट्रुथ एकातिर छ। 2001 देखिको 2017 सम्मको प्रक्रिया मैले फलो गरेको छु र नेपालकै हकमा चाहिँ 2014 देखि म योजनाको सदस्य हुँदा पनि चाहिँ यसलाई फलो गरेको हुँ र यो रणनीतिक हिसाबले नेपालको विकासको लागि असाध्यै महत्त्वपूर्ण सहयोग हो र हामीले मागेकै सहयोग हो। हाम्रो विकास रणनीतिमै फिट हुने खालको